हेलो एवरीवन, गुड आफ्टरनून सभी को। गुड आफ्टरनून। हमारा तो लंच हो गया। थोड़ा थोड़ा बारिश हो रहा है इसलिए जल्दी खा लिया। लुगा पानी कति परेको मक्कै लागिसक्यो। बिहान एकछिन पर्यो, एकछिन घाम लाग्यो, फेरि पानी पर्न थाल्यो। चिसो हेर्नुहोस् न, कति चिसो मक्कै लागिसक्यो। पिरो भयो खोर्सानी, खोर्सानी फ्राई गरेर खाएको थिएँ कि। छिटो खाऊ भाइ, छिटो भयो। आफ्टरनुन लन्चमा यस्तै छ हाम्रो काम। मलाई किन चिप्लो भएको? यस्तै छ हाम्रो आफ्टरनुन लन्च, मर्निङ, इभिनिङ, पोस्ट, गुड नाइट। यस्तै हो साथीहरू, यस्तै हो। ग्यास सफा गर्नु पर्यो हो। छिटो हो भाइ। उसले त फेरि चिसै भइसक्यो, एकदम कार्टुन मस्त हुँदै खाइबस्छ। ए भात चिसो भइसक्यो के भाइ। अब तिमी त्यसो गऱ्यो भने चाहिँ मिठाईमा त सातसट खाएर कहाँ हुन्छ, भात पनि खानुपर्छ त। भरे ट्युसन जानुपर्छ है। ट्युसन हो जानु, कति दिन एब्सेन्ट, कति नभएर कति हुँदैन। यस्तै भइसक्यो नि। लाइट एकछिनमा गइहाल्छ साथीहरू, के गर्नु हो। ग्यासहरू सफा गर्नु पऱ्यो नि। त्यसपछि पनि सफा गर्नै पर्ने रहेछ क्या। ए लाग्यो भित्र गएर छ मच्छा र उयो छ। भित्रै लागिसक्यो पानी पानी। ग्यास पनि पाउँदैन भन्छ। के हो छ है। हात झर्नै खप्दै भयो। के गर्नु के भाइ, छिटो भाउ न है। चिसो भाइ तिम्रो भात। के साथीहरू, बाई बाई, गुड आफ्टरनुन सबैको। लाइट छ भने भयो आउनु। अब के गर्नु भाइ।